आजको हाम्रो यात्रा रहेको छ काठमाडौँ गोकर्णबाट नगरकोटसम्मको। हामी 4 जना जाँदैछौँ। मस्त है, हावापानी एकदम राम्रो छ, घाम लागिरहेछ। म चाहिँ भिडियो बनाउँदै जाँदैछु। सब यो भक्तपुरतिर त पुरानो घर मात्रै रहेछ। Look at this, guys. हामी योदेखि छिरेर उता गएको थियौँ अघि। एकैचोटि मैले चाहिँ नगरकोट जाने बाटो पुगेर मात्रै भिडियो बनाएँ। यताको भाइब चाहिँ हाम्रो गाउँको घरको जस्तो आइरहेको थियो क्या। एकदम राम्रो थियो होइन, हावापानी एकदम मिलेको, चिसो हावा चलिरहेको थियो। त्यही कुरा गर्दै 2 जना हामी जाँदैछौँ। यस्तो दामी छ भ्यू, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। एकदम हरियाली, हाम्रो गाउँघरमा पाउने सब पाउँदो रहेछ। माथि माथि चाहिँ सल्लाह पाउँदो रहेछ अनि त्यो कुरा पनि गर्दैछु यहाँनिर। अनि यहाँनिर चाहिँ वरिपरि हेर्दै रमाइलो गर्दै जाँदैछौँ। हामी 4 जनाको यात्रामा 2 जना, 1 जना दाइ र 1 जना भाइ चाहिँ अगाडि गइसकेको छ। उहाँहरू चाहिँ स्पिड बाइक लगेर जानुभयो। म र दाइ चाहिँ दाइले भर्खरै बाइक सिक्दै गर्नु भएकोले गर्दा पछाडि पछाडि बिस्तारै हामी जाँदैछौँ गफ गर्दै। अनि बाटो हल्का धुलो भएकोले गर्दा आँखामा धुलो पसेर म भिज्दै पनि छु। रमाइलो भइरहेछ, गफ गर्दै गइरहेछौँ। यो यतातिर चाहिँ खासै गाडीहरू त्यति धेरै नआउँदो रहेछ। कहिले एउटा बाटोमा देखिरहेको थियो। अनि यो नगरकोट चाहिँ एकदमै घुम्नको लागि प्रसिद्ध भनेर चिन्दो रहेछ होइन। हामीले पनि त्यही सुनेर भिडियोहरू देखेर गएको। यहाँनिर अगाडिको टर्नमा चाहिँ मामाहरू हुनुहुन्छ। नगरकोटको बाटो हामीले थाहा नभएर यहाँनिर सोधेर जान्छौँ। त्यहाँनिर भाइ र दाइले पर्खिरहनु भएको छ हामीलाई। अब त्यहाँबाट हामी तेर्सो लाग्यौँ। नगरकोटको जोरलङ्गे पुल पुग्यौँ, 20 रुपियाँ बाइक पार्किङ, 20 रुपियाँ। अनि जोरलङ्गे पुल जाने 20 रुपियाँ गरेर टिकट काटेर जोरलङ्गे पुल गएको। राम्रो थिएन र फर्किँदैछु म अगाडि। अनि यहाँनिर चाहिँ एउटा झरना पनि छ भनेर लेखेको थियो बोट। अनि त्यही बोट हेरेर जोरलङ्गे पुल जाने, झरना जाने भनेर हामी अगाडि म बाटो लाग्दैछु होइन। राम्रो चाहिँ थिएन, झर्नाको चाहिँ झ पनि थिएन। हामी चाहिँ झर्ना हेरिवरि फर्किँदैछौँ। मैले झर्नाको चाहिँ भिडियो बनाइनँ, मलाई मन नै परेन होइन। बाटोहरू चाहिँ एकदम राम्रो थियो। यो एरियामा चाहिँ चितुवा पाउँछ भनेर बोर्डहरू पनि लेखेको रहेछ। त्यस्तो साह्रो ठुलो जङ्गल त थिएन, तर सल्लाहहरू थियो, अल्गो राम्रै थियो बाटोहरू एकदम त्योहरू चाहिँ। तर यहाँनिर चाहिँ गर्मी हुँदो रहेछ, अत्याधिक गर्मी थियो होइन। अनि यहाँनिर बाटोमा हामीले सब उता जाने मान्छेहरूलाई भन्दै थियो झर्नाको झ पनि छैन, नजानु दुःख पाउनुहुन्छ भनेर मैले सुनाउँदै थिएँ। अनि त्यतिकैमा हो, गइसकेपछि 1-2वटा फोटो त लिनु पऱ्यो, भिडियो बनाउनु पऱ्यो, टिकटक भिडियो भनेर म अगाडि पोज दिँदै भिडियो बनाउँदैछु। दाइले बनाइदिइरहनु भएको छ, भाइहरू पछाडि हुनुहुन्छ। यो एरियाको चाहिँ जस जङ्गल वरिपरि चाहिँ राम्रो थियो जो जस्तो भए पनि। तर हाम्रो नेपाल सरकारले के गरे होला है, मलाई चाहिँ मन नै नपर्ने। टिकट काट्नुपर्ने है, जोरलङ्गे पुल त्यही नभए पनि जोरलङ्गे पुल त अब नगरकोटबाट यस्तो दामी भ्यू देखिरहेको सबै ठाउँ। कति मान्छे आउँदो रहेछ। भ्यू टावर चाहिँ यस्तो अरे हेर्दा चाहिँ भुइँबाट नगरकोटको भ्यू टावर होइन। हावा